हेलो गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आयो सोधेर सन्चै हुनुहुन्छ, हामी पनि आरामै छौँ। यहाँ चाहिँ बाउ छोरा भएर के सल्लाह गर्दैछौँ भने छोरोको पनि कपाल काट्ने बेला भयो, मेरो पनि कपाल काट्ने बेला भयो। त्यही भएर छोरोलाई फकाउँदैछु कपाल काट्नको लागि। बेबीले फकाएर त्यसपछि बाबा र छोरा भएर लाग्यो कपाल काट्न सूर्य दाइको पसलतिर। सानोलाई चाहिँ मैले यसरी फकाउँदैछु कपाल काट्यो भने राम्रो देखिन्छ भनेर। त्यसपछि सूर्य दाइले यसरी कपाल काट्न थाल्नु भयो। मेरो सानोको कपाल चाहिँ दामी बनाइदिनु है भन्दैछु, मैले चाहिँ उसको भिडियो फकाएर खिच्दैछु। दाइले चाहिँ सुई काट्दै हुनुहुन्छ। बिगको कपाल काटिसकेपछिको लुक्स चाहिँ यस्तो हुन्छ है त गाजीहरू। त यस्तो बवाल लुक छ मेरो छोराको। ट्याक्क लाएर दुईतिर लाइनिङ पनि हालिदिएको मक्क छ। छोरो चाहिँ नरोइकन काट्यो, जस फर्स्ट टाइम काट्दा फेरि पनि। त्यसपछि मैले पनि कपाल काटेँ। त्यसपछि गएर बाबा छोरा भएर नुहायो। त्यसपछि हाम्रो लुक्स चाहिँ यहाँ ऐनामा हेर्दै छोरोले देखाउँछु यस्तो दामी देखेछ है छोरो भनेर। छोरो पनि मक्क पर्दै हेर्दैछ। हामी बाउ छोराको लुक चाहिँ कस्तो देखेछ गाइज कमेन्ट गर्नु होला है त। दामी तरिकाले हेर्नु छोरो चाहिँ यस्तो यस्तो भनेर देखाउँदैछ, पुरै यस्तो त काटेको यसो गरेको भनेर। अनि लाग्यो हामी चाहिँ खाना खान तल किचनतिर गएर बाबा छोरा मिलेर खाना पनि खाइयो। खानामा चाहिँ यस्तो दामी अचार चटनी सटनी बनाएर ट्याक्क टुक्क बनाएर खाइयो खाना। त्यसपछि म लागेँ पसलतिर गाइज। पसल गरिदिनु पछिको पेपर पनि खासै भएन। पेपर भन्ने चिज यस्तै हो, आज नभए भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ होइन। त्यो सोचेर मैले पनि अब बेलुका पनि भयो, त्यसपछि पसल ससल बन्द गरेँ। आजले यति नै, बाई बाई गाइज।